हेलो सम्पूर्णलाई गुड मर्निङ एन्ड नमस्ते है सबैजनालाई। आज तपाईँहरूमा चाहिँ एउटा सानो म यो युरोपको विषयमा भन्नु गइरहेको छु है। म चाहिँ हल सर्बियादेखि है। म तपाईँको नेपालबाट अब सर्बिया भन्ने ठाउँ मैले सुनेको थिएन। अब मेन पावरले अब सर्बिया धेरै राम्रो ठाउँ छ, युरोप छ भनेर मलाई भिसा लगाइदियो होइन। भिसा लगाएपछि मेरो लगभग 9 महिनाभित्रमा भिसा आयो। 9 महिनाभित्रमा भिसा आएपछि म तपाईँको सर्बिया आएँ। तपाईँको अब सर्बियामा अब 6 महिनाको मात्रै भिसा लाग्दो रहेछ है। 6 महिनाको भिसा लाएर आएपछि अब 6 महिना सकिसक्यो मेरो। माने यहाँको अब मेरो एजेन्ट थियो, एजेन्टले न मेरो लागि न टिआरसी बनाइदियो, न केही बनाइदियो, न केही कागज बनाइदिएको छैन है। त्यही भएर तपाईँहरू दिदीबहिनी अब दाजुभाइ अब सबैजना अब यो युरोप सर्बिया आउँदै हुनुहुन्छ नि, तपाईँहरू एकदम बुझेर मात्रै आउनु होला तपाईँहरू। किनकि अब नेपालको मेन पावरले भन्छ अब सर्बियामा 6 महिनाको भिसा लाग्छ। 6 महिना भिसा सकेपछि अब यहाँको एजेन्टले वा अब कम्पनीले टिआरसी कार्ड बनाइदिन्छ भन्छ नि। अब उस्तै अब राम्रो कम्पनी पऱ्यो, राम्रो एजेन्ट पऱ्यो भने त अब बनाइदिन्छ है। अब त्यस्तै अब फटाइ अब त्यस्तै हो होइन। अब फटाइहरू कम्पनी हुन्छ, कुनै फटाइ एजेन्टहरू हुन्छ, त्यस्तोहरूले चाहिँ तपाईँको भिसा सकिसकेपछि अब तिनीहरूले वास्ता गर्दैन है। त्यसपछि अब विकल्प भने हाम्रो के त अब सबै अब विकल्प भनेको कुनै मान्छे चाहिँ अब यहाँदेखि तपाईँको भागेर अब ग्रिस जान्छ, कुनै अब स्पेन जान्छ, कुनै जर्मन इटाली जान्छ है। त्यही भएर तपाईँहरू चाहिँ एकदम सतर्क भएर मात्र आउनु होला, बुझेर मात्रै आउनु होला तपाईँहरू। त्यहाँ अब त्यो मेन पावरलाई राम्रो तरिकाले बुझेर आउनु। किनकि मेरो 6 महिनाको भिसा सकिसकेपछि मेरो टिआरसी कार्ड बन्छ कि बन्दैन त्यो कुरा सुरुमा कन्फर्म गरिहाल्नु नि तपाईँहरूले। अनि अब एउटा लागतको कुरा छ है। पैसा कति तिर्ने मेन पावरले अब माग्छ तपाईँहरूलाई 8 लाख 9 लाख माग्छ नि। तर त्यो नदिनु होला त्यो पैसा। यदि तपाईँहरूले दिने अब राम्रो कुरा अब डिल गरेर अब अब सर्बिया आउनुको लागि त्यही 5 लाख 6 लाखदेखि लाग्दैन पैसा है। अब मैले चाहिँ अब तपाईँहरूलाई के अब प्रष्ट भनिहाल्नुपर्छ है। मैले चाहिँ 8 लाख रुपियाँ तिरेर आएको हो है। 8 लाख रुपियाँ तिरेर आएको। तपाईँको मेरो एजेन्ट थियो। एजेन्टले मेरो अब यहाँ भिसा सकिसकेको छ, टिआरसी कार्ड अहिले पनि बनाइदिएको छैन। अब के हुन्छ मलाई थाहा छैन है साथी हो। त्यही भएर तपाईँहरूमा यो सानो भिडियो राखेको। कस्तो हुन्छ के लाग्छ तपाईँहरूलाई मेरो कमेन्टमा गरिदिनुहोस् होला है। अनि लाइक पनि गरिदिनुहोस् है।